हामी तपाईँको जिन्दगीको जतिवटा पनि समस्या प्रब्लम्सहरू इस्युजहरू हुन्छ नि साथीहरू त्यो चाहिँ कुनै पनि ठुलो चाहिँ हुँदैन तर त्योसँग लड्नुको लागि चाहिँ हिम्मत चाहिन्छ साथीहरू किनभने हामी जब दुनियाँमा आयो त्यो खाली हात आयो जाँदाखेरि पनि खाली हात जाने हो र जति पनि यो दुनियाँमा पाएको कुराहरू यिनीहरू नै लडाइँ झगडा सबै जति पनि होइन स्ट्रगल्सहरू यिनीहरू हो मैले मेरो नानी सुतिरहेको छु म पनि त्यहाँ सुतेँ उठेर चाहिँ मैले जसै याद ओहो मैले त भोलि त पाहुना पनि बोलाएको छु भनेर चाहिँ होइन अनि मैले सब्जीहरू काटकुट गरेँ आमाले चाहिँ बारीबाट घाँसहरू ल्याउनु हुँदैछ हाम्रो घरमा गाई पनि छ त्यसै बिचमा मलाई झट्टै याद आयो मैले त लुगा पो सुकाएको छु भनेर नानीलाई लिएर लुगा उठाउनको लागि म छततिर लागेँ है अनि बच्चाहरूलाई चाहिँ हामीले लाइफ लिभिङ स्किल्सहरू सिकाउनु एकदमै जरुरी छ बुक्स कपीसम्म मात्रै उनीहरूलाई सीमित राख्नु पनि हुँदैन र यही लुगा उठाउनु पनि सिक्यो भने लुगा फोल्ड गर्नु सिक्यो भने उनीहरूलाई काम लाग्ने कुरो हो र मैले मेरो नानीलाई लुगा उठाउँदै ल तल लगेर राख भनेर मैले दिँदैछु अनि सोध्छ उसले कहाँ राख्नु के गर्नु एकदम धेरै उयो गर्छ कि अन्त म भन्छु तिमीलाई मैले हरेक कुरा भन्दा पनि गल्ती गर्छौ होइन तपाईँले भनेको ठाउँमा राख्नु मन लाग्छ नि त मलाई भन्नु मजाकहरू गरिबस्छ होइन त्यस्तै हो हामी घरमा मुठै 3 जना छौँ हामी तपाईँहरूलाई कतिपल्ट भन्नु होइन त्यसरी अब एकजना मान्छेसँग मात्रै बोल्दा बेसी बोलिन्छ होला फेरि तल आएर मैले योलाई चाहिँ मसरुमलाई काट्दैछु कतिवटा सब्जीहरूलाई चाहिँ पाक्नुभन्दा बेसी काट्नुमा टाइम लाग्छ अनि नानीले झालमुरी बनायो मलाई पनि दियो आमालाई पनि उसको हजुरआमालाई पनि दियो अरे हो अनि चिया पकाएर उसले ल्याइ पो हाल्छ हो अनि मैले काटिसकेँ चाहिँ नेक्स्ट डेको यानि कि आजको भिडियो हो साथीहरू मैले दाची पकाएँ दाची चाहिँ मिठै भएको थियो तर अलिकति यो घरको तपाईँको उयो लगाएर चाहिँ अलिकति मतलब खटखट भएछ अनि चाहिँ तपाईँको के भन्नु त यो घरको चाहिँ के भन्छ चिज लगाएर दाची के भन्नु खोजेको के भनिपठाउँछ साथीहरू नि आलुको अचार बनाएँ यो चाहिँ मटन करी बनाएँ होइन है साथीहरू ढाँटेको यो तपाईँको पनिर हो अनि अघि हिजो केलाको यसको चाहिँ एकदम सिम्पल वेमा मैले बिन्स र आलुलाई पकाएँ अनि यो चाहिँ भात पाक्दै चाहिँ मैले घरमा आमा नानी मेरो लागि किनभने पाहुनाहरू चाहिँ अलिकति टाइम लाग्छ अरे आउनु ल मेरो खानाहरू चाहिँ अलमोस्ट सबै पाकिसक्यो भन्दा पनि हुन्छ अनि किचनलाई मैले धेर थोर अलिकति सफा गरेँ अनि अलिकति भाँडा छ यो भाँडा चाहिँ म एकछिनमा माझ्छु मैले राइस कुकर रेडी गरेर राखेको छु पाहुनाको लागि भात पकाउनको लागि पानी बोइल गरेर राखेँ मैले यसै बिचमा नुहाएँ पनि है कतिवटा भिडियोहरू चाहिँ क्लिक गर्नु पाउँदैन साथीहरू बिर्सिहाल्छ नुहाएर अलिकति आफूलाई अनि यसो मोइस्चराइजर्सहरू लगाएँ मेरो नानी चाहिँ बिहानै कराटे गएको थियो हो बिहानै 5:30मा गएको थियो कराटेको बादमा ट्युसनको बादमा मैले हेयर ट्रिम गर्नुभएको थियो आज हेयर ट्रिम गरेर मम्मा मेरो भयो लु आउनु लिनु भन्यो अन्त म लिनु फट्ट लिनु अन्त मेरो पाहुना चाहिँ अलरेडी आइसकेको थियो त्यो पनि तपाईँलाई भिडियो गरेर देखाउनु पाएन पाहुनाहरू माथि नाच्दैछ फेरि हो रिल्स बनाउँदैछ अनि आएर चाहिँ मैले हतार पापडलाई फ्राई गर्दैछु मेरो छोराले आएर मैले भने पानीहरू ठिक पार बाबा भनेर पानीहरू ठिक पार्दैछ हो माइजूलाई पानी दिनु बहिनीलाई दिदीलाई पानी दिनु भने अनि तपाईँको योहरू चाहिँ खानेकुरा अघि मैले देखाएको खानेकुरै हो होइन दाल छ यहाँनिर दाछी यो चाहिँ भुटनिस करी हो दाछी भन्नाले चाहिँ विशेष भुटानको मान्छेहरूले खाँदाखेरि हामी पनि खाने बानी भयो हो अनि चाहिँ स्यालेडमा चाहिँ खासै केही छैन साथीहरू मेरो नानीले काटेको थियो अनि माइजू यानि कि मेरो भाइको मिसेस हो दिदीको ठुलो छोरी भइगयो हो अनि ऊ चाहिँ दिल्लीमा बस्छ हो जब गर्छ अनि भाइको नानी एउटै नानी हो र यसरी मैले पाहुनाहरूलाई खाना दिएँ खाना हाम्रो यस्तै हुन्छ साथीहरू खासै अब त्यस्तो केही ढाँसो त हुँदैन फेरि पनि हाम्रो लागि मिठै हुन्छ अनि यो चाहिँ आमालाई मैले पस्किदिएको आमाले चाहिँ खान्न म अहिले भनेर बाहना बनाउनु हुँदै थियो अनि त्यहाँदेखिको आज चाहिँ हाम्रो खस जनजातिको प्रोग्राम पनि छ सांस्कृतिक प्रोग्राम पनि छ मैले भने होइन घरमा खाएर जानु किनभने हामी ननभेज खाँदैनौँ नि साथीहरू तपाईँलाई थाहा भइसक्यो होला हो अनि बाहिर खाना हामीलाई अलिकति असुविधै पर्छ र मैले नानीलाई पनि दिएँ खाना नानीलाई दिएर फेरि मैले खुदैलाई पनि यहाँनिर आफूलाई पनि पस्किएर अलिकति फोटो भिडियो पनि गरेँ किनभने सेयरिङ इज लभिङ अलवेज है जहिले पनि राम्रो लाग्छ सेयर गर्नु अनि साथीहरू पनि पठाएछु पाहुनाहरूसँगै बसेर बुहारी नानीहरूसँग बसेर मैले पनि खाएँ खाना अनि खाना मिठै थियो अनि लगत्तै हामीहरू खाना खाने बित्तिकै ढिलो भइसकेको थियो अन्त प्रोग्राम हेर्नुको लागि अनि खस जनजातिको प्रोग्राम हेर्नुको लागि त्यही हाम्रो गाउँमा एकदमै डोर्सभरिको मान्छेहरू आउनु भएको छ हामी पनि लग्यौँ मैले पनि पाहुनाहरूलाई जाउँ हेरौँ न त भनेर उनीहरूलाई पनि लिएर गएँ नानीलाई चाहिँ लगेन नानीको चाहिँ तपाईँको फेरि नेक्स्ट ट्युसन थियो होइन कम्प्युटरको ट्युसन थियो उसलाई ट्युसन ड्रप गरेँ हामीले
अनि किनभने एजुकेसन इज द मोस्ट इम्पोर्टेन्ट थिङ नि त होइन भन्नु त समयमा पढेको छ भने समयमा शिक्षा लिएको छ भने संस्कार पाएर बसेको छ भने त्यो जिन्दगीभरि काम लाग्छ है अनि त्यसैले अन्त इक्जाम पनि आउँदैछ तपाईँहरूलाई यहाँ चाहिँ हाम्रो आजको मुख्य अतिथि हुनुहुन्छ गेस्ट अफ द अनर होइन तपाईँको राजु विष्टजी यसैको साथमा हामीले फोटो भिडियो गऱ्यौँ हजुरलाई आजको भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु